नमस्ते। म आज रुम देखाउन आएको छु हैन। रुम देखाउन आएको चाहिँ इकोनोमी स्टेसन र रुम आइसक्यो। जम्मा 4 मिनेट मात्रै छ। ममा त अलि देखिएन। यो चाहिँ हाम्रो नेपाली गाडी भाइ है ड्राइभर हैन। हाई ते हाई। रुम चाहिँ हाम्रो किता दाजुमीमा छ। ओक्याक्साङ चाहिँ हाम्रो आउनु भएको छैन। म चाहिँ भिडियो बनाएर उहाँलाई भिडियो कलमा देखाइदिन्छु। रुम चाहिँ उहाँ चाहिँ आउने चाहिँ सिजोकाबाट अरे निपुणवासी टेन्चुको गरेर आउने हुनुहुन्छ अरे। त्यसैले गर्दाखेरि उहाँको लागि रुम देखाउन आएको आज चाहिँ हामी। यहाँबाट चाहिँ सेन्नेची लाइन जान्छ। सेन्नेची लाइनमा त 10-12 मिनट भनौँ। यहाँबाट चाहिँ 10-12 मिनटमा पुगिन्छ निपुणवासी। नजिकै छ। रुम रेन्टहरू पनि सस्तो छ यहाँ। त्यसले गर्दाखेरि यतातिर हेर्दै थिएँ। उहाँलाई चाहिँ फर्स्टमा चाहिँ थाहा थिएन। निपुणवासीमै 4 मनसम्म रुम खोजिदिनु भन्दै हुनुहुन्थ्यो। निपुणवासी त एकदमै पपुलर एरिया हो नि त। त्यसैले गर्दाखेरि निपुणवासीमा भनेको एकदमै सस्तो रेन्ट भनेकै 50,000 माथि जान्छ। त्यसले गर्दाखेरि चाहिँ मैले उहाँलाई छेचमेहरू बुझाएपछि चाहिँ हुन्छ अलि नजिक पनि गएर खोजिदिनु भनेपछि चाहिँ मैले यतातिर हेरिदिएको थिएँ। हिजो पनि आएको थिएँ। खासमा चाहिँ उहाँले हिजोको रुम चाहिँ मन पराउनु भएको थियो। तर हिजोको रुम चाहिँ सफै गरेको रहेनछ। सफा नगरेपछि अब त्यसलाई सफा गर्दा उ गर्दाखेरि न्यु इयर पनि नभ्याउने भयो। न त रुम चाहिँ हिजोको पनि एकदमै राम्रो थियो, सस्तो पनि थियो। आजको पनि रुम रेन्टहरू चाहिँ सस्तै छ। हेरौँ रुम चाहिँ कस्तो छ। म रुममा पुगेर अनि देखाइहाल्छु होइन। हामी रुममा पनि आइपुग्यौँ। अब 1 मिनट मात्रै छ। यहाँ ठ्याक्कै ट्राफिकमा परियो। युनिक्लो ओहो नजिकै युनिक्लो पनि रहेछ। उहाँलाई कपडाहरू किन्न सजिलो हुनुभयो यो रुम भयो भनेदेखि। तर उहाँले भनेर लिएको रुम चाहिँ खासमा अर्को यो रुम चाहिँ खासमा भिडियो बनाउनु भनेर आएको। यसको चाहिँ 52,200 छ पानीसँग। अर्को रुम चाहिँ अलि सस्तो छ। उहाँलाई चाहिँ त्यही सस्तो रुम देखाउन भनेको। तर रुम चाहिँ यो चाहिँ धेरै ठुलो पनि छ, राम्रो पनि छ। रुम चाहिँ लगभग दुईवटै बराबर होला। तर यसको चाहिँ टोयलेट बाथरुम फरक छ। अर्को चाहिँ टोयलेट बाथरुम एकै ठाउँमा छ। त्यसले गर्दाखेरि थोरै फरक छ। रुम चाहिँ अर्को चाहिँ धेरै नै सस्तो छ यो भन्दाखेरि। त्यो रुम पनि म देखाइहाल्छु। म घरमै पुगिहालेँ यति भयो होइन। मलाई चाहिँ स्टिक चलाउनु नआएर यताउता घुमाउँदा खै हुँदैन। आफ्नै अनुहार देखाउनै मिलेन होइन। मलाई घुम्दा गाह्रो छ। ओ देखियो क्या कस्तो देखिएको छु। कमेन्ट गर त। कमेन्ट गर्नु होला भन्ने होला। बेला खुच्ची त हामीले गर्दै फ्यामिली मार्ट पनि नजिक रहेछ। घर चाहिँ सायद यहाँ थोरै अगाडि छ। फ्यामिली मार्ट पनि नजिक रहेछ। जता जता मान्छेको त्यतै हुँदो रहेछ कि यो। त्यसले गर्दाखेरि हामी चाहिँ लगभग घरमा आइयो। यही अगाडिको घर हो योभन्दा। म चाहिँ रुम साटेर नि देखाउँछु ल। ओ ल फ्यामिलीमा नजिक भनेको 7-11 त झन् घरकै छेउमा रहेछ। यो मैला कार चाहिँ यहाँ राखेर हामी रुममा भिडियो बनाउन जान्छौँ। एकैछिन है त चट्ट माथि नै। यो चाहिँ रुम है त। यो छिटापिटी यहाँ सानो टेबल लिएर जुत्ता राख्नु बनाउनु मिल्यो। चाहिँ छिर्ने भयो। यो चाहिँ हाम्रो टोयलेट भयो इलेक्ट्रिकवाला है। टोयलेट पनि ठुलो छ मुक्त। अनि त्यसपछि यता आयो भने चाहिँ हाम्रो ओखुलो भयो। सिसा पनि छ। लाइटहरू भयो। यो चाहिँ हाम्रो किचन। यो चाहिँ हाम्रो काले भाइ। सबैलाई मनपर्ने ग्यास चुलो। यहाँ चाहिँ सानो फ्रिज हुन्थ्यो। फ्रिज चाहिँ रहेनछ अहिले। यो सामान राख्ने भयो। यता चाहिँ फ्रिज राख्न मिल्यो। अलिक टेबल सेबुल राखेको टाइमिङ स्विमिङ बनाउनु दिने भयो। त्यहाँ सेबुल बनाउँदाखेरि अलिक सानो देखेको रहेछ। रुम चाहिँ ठुलो छ है। यहाँ चाहिँ ढोका बन्द बनाउनु मिल्छ। यहाँ पनि यति ठुलो छ ल। धेरै ठुलो छ। सामान राख्ने भयो। सामान चाहिँ सानै छ भन्दाखेरि चाहिँ भयो। यो चाहिँ यति ठुलो छ रुम चाहिँ। एसी पनि नयाँ छ। यता चाहिँ सेन्ताकी राख्ने भइहाल्यो। कपडा सुकाउनेहरू पनि हालिदिएको छ। नजिकै फ्यामिली मार्ट 7-11 त देखिहाल्नु भयो होइन। ल रुम रेन्ट चाहिँ 52,000 पानीसँगको है। पानी फेरि यसमा 52,000 मा। अब चाहिँ हामी अर्को रुममा जान्छौँ। उहाँले चाहिँ एकदमै मन पराउनु भएको छ।
है जस्तो घरको भिडियो बनाउने भुलेछु कि यस्तो सफा छ है घर पनि अन्त जम्बरेङ भयो यो चाहिँ एरिबेटा भयो एरिबेटा पनि छ यस्तो सफा छ कि यहाँ बिस्तार लगाएर सुत्ने जस्तो यहाँ चाहिँ साह्रो बोल्नु पाइँदैन किनकि अरूलाई त्यस्तो पनि छ त्यसैले सरी ल मेरो आवाज सानो आएको छ ओके लिफ्ट पनि आयो अब चाहिँ हामी अर्को रुममा जान्छौँ अर्को रुमबाट पनि भिडियो देखाउँछु यतामा काले भाइ आएको किट्टे ल हामी अर्को रुममा पनि आइसक्यौँ नेपाली देख्दैन अचम्म लाग्छ मलाई चाहिँ मान्न मिल्दैन फेरि किनकि आजभोलि नेपाली नै नेपाली छन् जापानमा जापानिज भेटिँदैन नेपालीहरू भेटिन्छन् आजभोलि पहिला चाहिँ नेपाली भेट्दाखेरि अलिक भनेर कस्तो मलाई अर्को थियो आजभोलि चाहिँ केही पनि हुँदैन हो खै के नभएको नि हामी चाहिँ अर्को रुममा पनि आइसक्यौँ कति मिनट भनेपछि 1 मिनट मात्रै बाँकी रहेछ अर्को रुमको पनि भिडियो देखाउँछ अर्को चाहिँ टोयलेट र बाथरुम सँगै छ क्या अहिलेको चाहिँ टोयलेट बाथरुम फरक थियो तर अहिलेकोमा चाहिँ अहिलेको भन्दा पनि ठुलो छ होला सायद टोयलेट बाथरुम पनि फरक हो च्यात्त मात्रै नै आज कस्तो मौसम अनिहारो गरेर होला भिडियो राम्रै आएन यहाँ पनि ठिक रहेछ ल लसन चाहिँ नजिक रहेछ है यसलाई म युट्युब बनाउनु लाग्छु भ्लग बनाउँछु भन्छु घरिघरि आफ्नो अनुहार मात्रै देखाएर नबनाएँ भनेर हैरान पार्छ कतिखेर पुग्छ कहाँ यसलाई यहाँ पनि नजिक लसन छ होइन घर चाहिँ यहाँ अगाडि छ ते छिकाउ माया एकैछिन ल म घर खोज्छु पहिला आवाज पनि आएन होला पुरै गाडीहरूको आवाज मात्रै ठुलो आएको छ घर चाहिँ यो हो नाङ्काई देश का नाङ्काई यहाँ पनि एलिभेटर रहेछ भरेङ पनि छ घर चाहिँ यो पनि सफा छ रुम पनि एलिभेटरको अगाडि नै रहेछ हिँड्नै नपर्ने 5 फ्लोरमै यो रुम त अझ ठुलो राम्रो थियो छिटो खोल त गाडी भाइ ओके इट्स ओके ओ यो पनि ल राम्रो रहेछ यहाँ जान्छु त ठुलो पुरो परदेखि परसम्म लिएर राख्न मिल्यो यहाँबाट भित्र छिने भयो वाउ खतरा राम्रो छ यहाँ सामान राख्नु भयो डबल ग्यास पनि भयो यहाँ चाहिँ टोयलेट र बाथरुम चाहिँ सँगै छ यो भयो तर एकदम दामी लाग्यो मलाई त्यो रुममा छिर्दा बित्तिकै कस्तो आनन्द आउने लाइट बनाउनु न लाइटहरू रहेन छ क्या ट्याङ्की नाइ कपडा राख्नु पनि ओ रुम पनि ओ किन मायोरी म सोझीमा मार सोझी गरेर रहेन छ र पनि यति राम्रो छ त यार रुम त सामान राख्ने पनि ठुलो छ है परबाट ओरासम्म छ सामान राख्ने यहाँ कपडा सिम्पिन रहेछ यो चाहिँ सेन्टाकी राख्ने भयो ल हामी त्यही रुम देखायो अघि अब चाहिँ खाजा खाने नेपालको सरकारलाई रहेछ बेसी त्यसका ओसी बेसी नै Cibano tanto sangga tutto ada sensio kasih tiru gitu kayaknya Cibano tapi kira naik nih apa mata mau sore-sore haji jiwa ayahku kaya naik kira यो चाहिँ मेन नानै मैले नपचाएको हुन्छ पचाएर भाइ रुम देखाउनु बेला घाम थियो अहिले खै घाम पनि गयो साह्रै दुःख पाइन्छ हौ रुम देखाउनु फेरि रेल लाइनमा पऱ्यो कति बाजी रेल लाइनमा परिन्छ त नि म्यापमा चाहिँ आधी घन्टा देखाउँछ अनि पुग्ने बेलामा चाहिँ 1 घन्टा लाग्छ ट्राफिकले गर्दाखेरि यस खाना खाएर चाहिँ हामी आनन्द आयो अहिलेसम्म चाहिँ भोग्यो होला कस्तो पेट चलेर बन्द होला जस्तो भइरहेको थियो
दुःख नि हुन्छ बस थाकियो यार अब घर गएर मस्त सुत्ने आजको भिडियोमा चाहिँ यति नै अरू फेरि म भोलि पनि जाँदैछु भोलि फेरि बनाएर हुन्छ ल आजलाई चाहिँ बाई बाई